सो हेलो नमस्कार नमस्ते सम्पूर्ण साथीहरुमा साथीहरु तपाईहरुको च्यानलमा पनि इनअथेन्टिक कन्टेन्ट भनेर एउटा वार्निङ आएको होला। त्यो इनअथेन्टिक कन्टेन्ट वार्निङ किन आउँछ, कसरी आउँछ र त्यसलाई कसरी हटाउने हो हैन, त्यो चाहिँ भन्ने कुरा म यो भिडियोमा भन्न गइरहेको छु। साथीहरु तपाईहरु टेन्सन नगर्नुहोस् र सबभन्दा पहिला यो इनअथेन्टिक कन्टेन्ट भनेको के हो यो बुझ्नुपर्छ। इनअथेन्टिक कन्टेन्ट भनेको मतलब जस्तो कि हामी आफ्नो च्यानलमा कुनै पनि एआई मार्फत भिडियो बनाउनु भएको छ र त्यो भिडियोमा कुनै पनि हामी आफ्नो भ्यालु एड गरेको हुँदैन हैन। कुनै पनि हामी आफ्नो एउटा हुन्छ नि हाम्रो आफ्नो कुनै काम त्यो भिडियोमा एड भएको हुँदैन। खाली त्यो मात्रै त्यो एआई को भिडियो, एआई को साउन्ड जेनेरेटेड, एआई को सबै काम एआई बाट गराएर हामी आफ्नो च्यानलमा हाल्नुहुन्छ भने त्यस अवस्थामा इनअथेन्टिक कन्टेन्ट वार्निङ भनेर आउँछ। र यसलाई चाहिँ कसरी हटाउन मिल्छ भने साथीहरु हामीलाई चाहिँ तत्कालै हट्दैन। यसको लागि चाहिँ तपाईहरुलाई एउटा अपिल भन्ने आउँछ, त्यो अपिल गर्न सक्नुहुन्छ हैन। तर त्यो अपिल पनि कुन अवस्थामा गर्न सक्नुहुन्छ भने कि यदि तपाईलाई लाग्छ कि तपाई आफ्नो च्यानलमा कुनै पनि भिडियो एआई मार्फत बनाएर राख्नु भएको छैन र पनि इनअथेन्टिक कन्टेन्ट वार्निङ भनेर आयो हो साथीहरु, यस अवस्थामा चाहिँ तपाईहरु अपिल गर्न सक्नुहुन्छ। यदि तपाई आफ्नो च्यानलमा इनअथेन्टिक कन्टेन्ट जस्तो कि एआई बाट भिडियोहरु बनाएर राख्नु भएको छ हैन भने चाहिँ यस अवस्थामा चाहिँ तपाईहरुलाई 3 महिनासम्म कुर्नै पर्छ। 3 महिना वेट गर्नुपर्छ। त्यहाँनिर एउटा डेट लेखेर आउँछ, त्यो डेटमा चाहिँ तपाईहरु फेरि पनि रिअप्लाई गर्न सक्नुहुन्छ। त्यो पनि कुन अवस्थामा, त्यो रिअप्लाई गर्नुभन्दा पहिला जुन भिडियो हाल्नु भएको छ एआई बाट बनाएर त्यो भिडियोलाई डिलिट गरिदिनुहोस् हैन। जुन भिडियोमा तपाईहरुलाई लाग्छ कि यो भिडियोको कारणले इनअथेन्टिक आयो भनेर त्यो भिडियोलाई तपाईहरु त्यो भिडियोलाई डिलिट गरिदिनुहोस् हैन। फेरि पनि तपाईको च्यानल मोनेटाइज हुन्छ र समस्याको समाधान हुन्छ साथीहरु। यही थियो साथीहरु हैन, मैले बुझेको अनुसार हैन। जति जहाँसम्म मलाई थाहा थियो त्यति मैले तपाईहरुलाई बुझाइदिए। हस्त, धन्यवाद।